जहिले भेटौँ जहिले पैसा एकचोटि इक्जाम दिन त दिनुहोस् त्यसपछि हाम्रो जिन्दगी राम्रो भइहाल्छ नि हेर पढेर हात्ती ठुलो भएन बरु छ भनेपछि 5000 ले न साथीहरूलाई पार्टी दिन्छु भनेको थिएँ यसो पार्टी खुवाउनु पर्यो सधैँ पैसा मात्र माग्नुहुन्छ दिन्न म पैसा लास्टै साथी भाइ छ त जब 5000 पनि दिन सक्दैनिस् गएँ म ओए तेरो लागि मैले सम गरेँ त फेरि त्यही केटी हुने गइस किचकिच नगर त ब्रेकअप चाहियो मलाई अहिले यसो नभन्नुहोस् न मेरो इक्जाम आउने 1 हप्ता मात्र बाँकी छ इक्जाम बिग्रिन्छ कि मेरो तपाईँले 2 पल्ट चिट गर्दा पनि मैले माफी दिएँ त हो त्यही भएर मैले तँलाई ब्रेकअप दिन लाग्यो अब हेरौँ म बिना कसरी पास हुन्छस् त दुईपल्ट चिट गरेर पनि मैले माफी दिएँ अहिले आएर छोडेर गयो नरो भगवान भन्नुहुन्छ जे हुन्छ राम्रोको लागि नै हुन्छ अरे 2 वर्षको रिलेसनसिप थियो छोडेर गयो मेरो इक्जाम आउँदैछ कसरी राम्रो हुन्छ एकचोटि आफै सोच न 2 चोटि धोका दिइसकेको मान्छेले तिमीलाई रानी बनाएर राख्थ्यो होला र मलाई पढ्नमा हेल्प गर्नुहोस् न प्लिज हुन्छ बिस्तारै बिस्तारै तिमी मेरो कहाँ हो यहाँ पढाइमा ध्यान दिने सहारा बन्दैछौ तिमी मेरो दिनका दिन मुटुको भित्र छौ तिमी मेरो आवाज बनी ल तयारी भयो इक्जाम राम्रोसँग गर्नु बेस्ट अफ लक हस् थ्याङ्क यू ढुकढुकी बनेर म भित्र बस्छु सुन न यो कुरा भन त तिमीलाई मलाई पनि एउटा कुरा भन्नु थियो इक्जाम सकेपछि कुरा गरौँला है मेरो इक्जाम राम्रो गरिदिनुहोस् प्लिज भगवान् अनि त्यसपछि मैले आफ्नो फिलिङ सब सम्यकलाई भन्नेछु इक्जाम पनि राम्रो भयो आज त सबै मनको कुरा सम्यकलाई भन्छु हेलो कता हो सम्यो यतै अनुभूतिको सेकेन्ड अफिसतिर छु किन नम्बुडा यो कुरा भन त तिमीलाई